नमस्कार। आज म तपाईहरुलाई एउटा यस्तो कुरा भन्न गइरहेको छु जुन कुरा तपाईले आज सुन्नु भएन भने सायद भोलि ढिलो भइसकेको हुनेछ। आज तपाई जुन उमेरमा हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, जुन संघर्षमा हुनुहुन्छ, त्यही ठाउँबाट जीवन बदल्न सक्ने 5 कामहरू छन्। धेरै मानिसहरू भन्छन् सायद त्यो बेला यस्तो गरेको भए, तर त्यो सायद आजको एउटा निर्णयले हटाउन सकिन्छ। आजको भिडियो अन्तसम्म हेर्नुहोस्, किनकि यी 5 काम यदि तपाईले आज नगर्नु भयो भने जीवनभर पछुताउनु पर्नेछ। सबैभन्दा पहिलो छ आफ्नो सपना चिन्नु र त्यसतर्फ कदम चाल्नु। सपना नदेख्ने मान्छेले कहिले सफल हुँदैन। हामी मध्ये धेरैजना अरूको सपना पूरा गर्न जन्मिन्छौँ। बाबुआमाले भनेको पढाइ, समाजले भनेको जागिर, साथीहरूले भनेको नक्कल र डरले थिचेको निर्णय। तर कहिले आफूलाई सोधेनौ म वास्तवमा के चाहन्छु? सपना दबाउँदा के हुन्छ? सपना दबाउँदै गएपछि मान्छे बाँचिरहन्छ तर जिउँदैन। बिहान उठ्छ, काममा जान्छ, घर फर्किन्छ, मोबाइल हेर्छ अनि सुत्छ। यस्तै दिन दोहोरिरहन्छ, तर भित्र कतै एउटा आवाज थिचिरहेको हुन्छ, यो जीवन मेरो होइन। आज नगरे भोलि सम्भव नहुन सक्छ। आज तपाई जवान हुनुहुन्छ, ऊर्जा छ, जोखिम लिन सक्नुहुन्छ, तर भोलि जिम्मेवारी बढ्छ, डर बढ्छ, साहस घट्छ। त्यसैले आजैबाट आफ्नो सपना लेख्नुहोस्, सानो कदम चाल्नुहोस्, असफल हुन नडराउनुहोस्, किनकि असफलता भन्दा डरलाग्दो कुरा पछुतो हो। र दोस्रोमा छ समयको कदर गर्न सिक्नुहोस्। समय संसारको सबैभन्दा महँगो सम्पत्ति। पैसा गुम्यो भने फेरि कमाउन सकिन्छ, मान्छे छुट्यो भने फेरि भेट्न सकिन्छ, तर समय गयो भने कहिले फर्कँदैन। तर हामी के गर्छौँ? आज होइन भोलि, अहिले मजा गरौँ, पछि सोचौँला। तर यो पछि जीवनभर पछुतो बन्छ। समय चोर्ने बानीहरू, अनावश्यक मोबाइल, घन्टौँ सोसियल मिडिया, अर्थहीन गोसिप र उद्देश्य बिनाको बितेका दिनहरू देखिन्छन्। हप्ता सकिन्छ र वर्ष सकिन्छ, तर हामी उस्तै। आज समयको मूल्य बुझेनौ भने एक दिन ऐनामा हेर्दा आफैलाई सोध्नुपर्छ, म यति वर्ष के गरेर बिताएँ? त्यो प्रश्नको उत्तर नहुन सबैभन्दा ठुलो पीडा हो। आजै आफ्नो समयको हिसाब राख्नुहोस्, प्राथमिकता तय गर्नुहोस्, लक्ष्यका लागि समय छुट्याउनुहोस्, समयलाई सम्मान गर्नुहोस्, समयले तपाईलाई सम्मान गर्नेछ। र तेस्रोमा छ आफूलाई लगातार सुधार गर्ने बानी। भविष्य अन्धकार हुन्छ, डिग्री मात्रले काफी छैन। आजको दुनियाँमा सिप यानि स्किल नै शक्ति हो। तर धेरै भन्छन् अब मेरो उमेर गइसक्यो, मबाट हुँदैन, यति पढेर के नै हुन्छ? यही सोचले मान्छेलाई पछाडि राख्छ। आज सिक्नु भने भोलि पछुतो। आज संसार छिटो बदलिँदैछ। टेक्नोलोजीमा, बिजनेस, अनलाइन, डिजिटल स्किल। जो सिक्दै जान्छ ऊ अघि बढ्छ, जो रोकियो ऊ हराउँछ। आफैमा लगानी गर्नुहोस्। आजै किताब पढ्न सुरु गर्नुहोस्, नयाँ सिप सिक्नुहोस्, सफल मान्छेहरूको कुरा सुन्नुहोस्, आफ्नो सोच बदल्नुहोस्। याद राख्नुहोस्, आफूलाई सुधार्नु भनेको आफ्नो भविष्य सुरक्षित गर्नु हो। र चौथोमा छ आफ्नो स्वास्थ्यको ख्याल राख्नु। स्वास्थ्य बिना सफलता बेकार हुन्छ। धेरै मानिसहरू भन्छन् अहिले मेहनत गर्छु, पछि आराम गर्छु, तर त्यो पछि कहिले नआउन पनि सक्छ। आजको लापरवाही भोलिको रोग। अस्वस्थ खानपान, व्यायाम नगर्नु, ढिलो सुत्नु र तनावलाई व्यवस्था गर्नु, यी सबै आज साना लाग्छन्, तर भोलि ठुलो रोग बन्छ। शरीर र मन दुवै स्वास्थ्य राख्नुहोस्। आजै हिँडुल गर्न सुरु गर्नुहोस्, पानी धेरै पिउनुहोस्, समयमै सुत्नुहोस्, मानसिक शान्तिमा ध्यान दिनुहोस्। स्वास्थ्य राम्रो भयो भने सपना पूरा गर्न शक्ति मिल्छ। र अन्तिम 5औँमा छ आफ्ना मान्छेहरूसँग समय बिताउनुहोस्। पैसा फेरि आउँछ
मान्छे आउँदैन। हामी सबै भन्छौँ काम सकेपछि समय दिन्छु, तर एक दिन त्यो समय नै हुँदैन। आमा बुबा बुढा हुन्छन्, साथी टाढा हुन्छन्, प्रिय मान्छे छुट्छन्। त्यति बेला पैसाले आँसु पुस्न सकिँदैन। पछुतोको सबैभन्दा ठुलो कारण धेरै मानिस जीवनको अन्तसम्म भन्छन् मैले परिवारलाई समय दिन सकिनँ, मैले प्रेम व्यक्त गर्न ढिलो गरेँ। पछुतो सबैभन्दा गहिरो हुन्छ। आजै प्रेम देखाउनुहोस्, आमा बुबालाई फोन गर्नुहोस्, परिवारसँग समय बिताउनुहोस्, मनको कुरा भन्नुहोस्, माफी माग्न ढिला नगर्नुहोस्। सम्बन्ध बलियो भयो भने जीवन सुन्दर बन्छ। आज मैले तपाईँहरूलाई जीवन बदल्न सक्ने 5 काम बताए। यी कामहरू सजिलो छैनन् तर सम्भव छन्। याद राख्नुहोस्, आजको सानो निर्णय भोलिको ठुलो भविष्य बनाउँछ। आज नगरे भोलि समयले मौका नदिन पनि सक्छ। अब निर्णय तपाईँको हातमा छ। आज सुरु गर्ने कि जीवनभर पछुताउने। धन्यवाद। हजुरलाई भिडियो कस्तो लाग्यो? यदि यो भिडियो मन परेमा लाइक गर्नुहोस्, कमेन्टमा आजै सुरु गर्छु भनेर लेख्नुहोस् र सब्स्क्राइब गर्न नबिर्सिनुहोस्, किनकि तपाईँको जीवन आजैबाट बदलिन पनि सक्छ। धन्यवाद।